जसले आत्माको निम्ति रोप्दछ त्यसले चाहिँ आत्माबाट नै अनन्त जीवनको चाहिँ कटनी गर्नेछ भनेर चाहिँ हामीलाई आजको बाइबलको भर्समा पनि यो परमेश्वरले हामीलाई दिनुभएको वचन हो है। अनि जसरी चाहिँ अब हामीले हेर्छौँ भने संसारमा फेरि हामी यतापट्टि जाउँ कि मैले अघि उदाहरण दिइसकेँ कि एउटा किसानले चाहिँ रोप्छ, अनि त्यो रोप्दाखेरि चाहिँ अब त्यो किसानले ध्यान दिन्छ कि दिँदैन, मैले कस्तो खालको ठाउँमा रोपिरहेको छु, मैले के बिउ रोपिरहेको छु, उसलाई सम्पूर्ण कुराको त्यो आइडिया हुन्छ नि त होइन। जस्तो उसलाई सबै कुराको उसले चाहिँ त्यो पहिला रिसर्च गरेको हुन्छ वा स्टडी गरेको हुन्छ, या भनौँ उसले रिसर्च स्टडी गरेको छैन भने पनि त्यही काम गर्दा गर्दा उसले अनुभव त बटुलिसकेको हुन्छ नि, कस्तो ठाउँमा रोप्ने, कस्तो खालको माटोमा चाहिँ रोप्दा एकदमै राम्रो फल दिन्छ होइन, यो बिउले चाहिँ राम्रो फल दिनेवाला छ, उसलाई त थाहा हुन्छ नि। भनेको जस्तै हामीले पनि के गर्नु पर्यो त, हाम्रो जीवनमा चाहिँ हामीले यो असल बिउ चाहिँ कहाँनिर रोप्दैछौँ भनेर चाहिँ थाहा पाउनु पर्यो होइन। अनि कुन बिउ रोप्दैछौँ, कुन ठाउँमा रोप्दैछौँ भन्ने कुरा थाहा हुनु पर्यो। जस्तो त्यो किसानले चाहिँ कुनै एउटा बिउ चाहिँ उसले चाहिँ त्यो ढुङ्गेनी जमिनमा गएर रोपिदियो भने होइन, त्यो चाहिँ जस्तो चट्टानको बिचमा गएर रोपिदियो भने त्यहाँ त्यो बिउले फल दिन्छ त, दिँदैन नि, अवश्य पनि दिँदैन। सपोज कुनै मान्छे हिँड्ने बाटोमा चाहिँ उसले चाहिँ त्यो बिउ रोपेको छ भने त्यो बिउले फल दिन्छ त, दिँदैन। त्यहाँ चाहिँ मानिसहरू हिँडेर त्यसलाई कुल्चेर त्यो उम्रिनै पाउँदैन भनेपछि उसले त अवश्य पनि त्यो राम्रो त्यो बिउले चाहिँ राम्रो फल दियोस् भन्नको लागि त उसले त त्यो बिउलाई त उसले एकदमै फर्टाइल जमिनमा के भन्छ त्यो एकदमै एकदम उर्वरा शक्ति भएको माटोमा त उसले रोप्छ नि होइन। अनि त्यो उर्वरा शक्ति भएको माटोमा उसले रोपिसकेपछि त्यो बिउले चाहिँ के गर्छ त, उसलाई असल फल दिन्छ र उसको आशा केमा हुन्छ त, म चाहिँ अब पछि यो बिउको चाहिँ यसको असल कटनी गर्छु भन्ने उसको आशा भएको जस्तै हामी पनि एउटा विश्वासी भइसकेपछि चाहिँ के गर्नु पर्दो रहेछ त, हामीले चाहिँ असल बिउ रोप्ने। त्यो असल बिउ भनेको चाहिँ के रहेछ हेर्नुहोस् त, पापमय स्वभावलाई हामीले त्यागेर त्यो पापमय स्वभावको बिउलाई हामीले रोप्न छोडेर हामीले के गर्नुपर्ने रहेछ भन्दाखेरि चाहिँ हामीले चाहिँ आत्माको निम्ति चाहिँ रोप्नु पर्यो, आत्माको बिउ रोप्नु पर्यो भनेर चाहिँ हामीलाई यो गलाती 6 को चाहिँ 7 र 8ले चाहिँ हामीलाई बताउनु छ। अनि हामीले चाहिँ आत्माको बिउ रोपेपछि हामीलाई के कटनी गर्छौँ त, अथवा हामीलाई के फल प्राप्त हुन्छ भन्दा यहाँ हेर्नुहोस् त, त्यसले चाहिँ आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ भनेर चाहिँ हामीलाई भनिरहेछ। भनेपछि हामीले असल बिउ रोप्यौँ, आत्माको निम्ति हामी रोप्छौँ भने त्यसले हामीलाई के गर्छ, अथवा हामीले के कटनी गर्छौँ, अथवा त्यसले हामीलाई कस्तो फल दिन्छ भन्दाखेरि हामीले चाहिँ अनन्त जीवनको चाहिँ हामीले त्यो फल प्राप्त गर्दछौँ भनेर चाहिँ हामीलाई गलाती 6 को 7 र 8ले हामीलाई बताइरहेको छ।